एआईबाट भिडियो बनाउने सजिलो तरिका। आज म तपाईलाई एआईबाट भिडियो बनाउने तरिका सिकाउँदै छु। यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने आउनुहोस्, म तपाईलाई आज एआईबाट भिडियो बनाउन सिकाउँदै छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। जम्मा 2 मिनेटको हुँदैछ यो भिडियो। र यसरी मैले एआईबाट विभिन्न भिडियोहरू बनाएको थिएँ। त्यसको लागि सर्वप्रथम त तपाईले एउटा एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। आफ्नो एप्स डाउनलोडरमा जानुहोस् अनि त्यसपछि जीआरओके सर्च गर्नुहोस् है त। जीआरओके हो, यो एप्स डाउनलोड गर्नुपर्छ। हेर्नुहोस् है त। यो क्रस छ नि त, यो ChatGPT भन्दा माथि ओपन देखिरह। त्यहाँ तपाईले अब त्यो तपाईले आफूले डाउनलोड गर्नुहोस्। र मेरो अलरेडी भइसकेको छ, मैले त्यसलाई लिएँ र म त्यसमा गएँ है त। यो पहिला बनाएको भिडियो हो। त्यहाँ ओपन गर्दा त्यो पहिलाको भिडियोहरू आएको छ। र अब म तपाईलाई सिकाउँछु। त्यसको लागि तपाई यहाँ देखाएको छ नि, यो माथि विभिन्न खाले भिडियो देखाएको छ। आफ्नो फोटो राखेर त्यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने तपाईले यहाँ कस्तो भिडियो बनाउन चाहनुहुन्छ, मैले चाहिँ खोजिराखु मैले कुन भिडियो बनाऊँ भनेर। मैले चाहिँ यो धेरै मान्छे भएको यो फ्यामिलीवाला बनाउन खोजेको। मसँग फेरि त्यत्रो फोटा छैन नि त, सबै धेरैजना भएको फोटा छैन। त्यही भएर मैले आफ्नो सिंगल फोटोबाट फेरि भिडियो बनाउन गइरहेको छु। हेर्नुहोस् है त, एकदम सजिलो छ है। मैले यसमा बनाउन लाग्छु है। अब यो एड गर्लफ्रेन्ड भनेर नि म यसमा गएँ कि यसमा आफ्नो मात्र फोटो राखे पनि अर्को मान्छे ल्याइदिँदो रहेछ कि म यही फोटो राखेँ। ल, मेरो फोटो राखेर बनाउन खोजिरहेको छु। ल है, मैले अब मेरो फोटो सिलेक्ट गर्छु। त्यहाँनिर अरूको मान्छे आउँछ, अब के आउँछ है त, केटी आउँछ पक्कै। हेर्नुहोस् है, हेर्नुहोस् राम्रोसँग। अब त्यहाँनिर निस्किन्छ कि। अब हेर्नुहोस् है त, त्यही आयो है नभन्दै। ल हो, यसरी तपाईँले पनि अब बनाउन चाहनुहुन्छ भने यसरी बनाउन सकिन्छ। र डाउनलोड पनि गर्न सक्नुहुन्छ। यहाँ तल डाउनलोडको अप्सन छ, डाउनलोड पनि गर्न सक्नुहुन्छ। अब तपाईँले एआईबाट जस्तो पनि भिडियो बनाउन सक्नुहुन्छ। तपाईँले नबुझेको केही छ भने मलाई म्यासेज गर्नुहोला अथवा कमेन्ट गर्नुहोला। तपाईँले जुनसुकै भिडियो हेर्नुहुन्छ नि त, भिडियो हेरिसकेपछि कमेन्ट गर्ने बानी बसाल्नुहोला। साथीहरू जुन तपाईँले फेसबुकबाट सपना देख्नुभएको छ डलर कमाउने, सबै साथीहरूले गर्नुहोला। मैले यस्तो भिडियो बनाएर राखिरहेको छु है। अनि एआईबाट बनाएको भिडियो मैले नि ट्राई गरिरहेको, राम्रो बन्दो रहेछ। तपाईँले पनि यो आइडिया सिक्नुहोस् र यसरी कन्टेन्ट राख्न सक्नुहुन्छ है। आफै जीवनले कन्टेन्ट क्रिएट गर्न नसक्ने मान्छेहरूले तपाईँलाई धेरै धेरै धन्यवाद। लास्टसम्म हेरिदिनु भयो। साइगो माते मित्ते कुरेत्ते हारिकातो गोजैमास भन्न चाहन्छु म सबैजनालाई। र लाइक कमेन्ट पनि गरिदिनु होला। म पनि तपाईँको भिडियोमा आउनेछु यसरी नै। तपाईँ जसरी मेरो भिडियोमा आएर दुःख गर्नुभएको छ भने म पनि तपाईँको भिडियोमा आएर दुःख गर्नेछु। सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई।